एकदमै दुःखद खबर। बाजुराको स्वामी कार्तिका खाफर गाउँपालिका 2 फेल गाउँमा पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए। करिब 40 वर्षका पुसे माछा मार्न अनुभवी मानिन्थे। गाउँबाट करिब 3-4 घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारामा पुगे। स्थानीय गणेश बुढाका अनुसार पुसे जहिले जोखिममा मोलेर माछा मार्न जान्थे। गाउँलेहरू पनि उनलाई भिरबाट चढ्ने मान्छे भनेर चिन्थे। तर भिड जति चढे पनि त्यो दिन भिडले उनलाई छोडेन। साँझ पर्न लाग्दा उनी घर फर्किने तयारी गर्दै थिए। अचानक उनी भिरबाट तल खसे। लड्दै तल पुगेका पुसे अचेत अवस्थामा थिए। उनी अशक्त थिए, बेसुरो थिए, तर उनले आँट हारेनन्। उनको हातमा मोबाइल थियो। काँपिरहेको हातले उनले घरमा फोन गरे, म भिरबाट खसे, घाइते भए, छिटो आउनु पर्यो। फोन उठाउने परिवारको मन काँप्यो। उनीहरूले गाउँलेलाई खबर गरे। गाउँलेहरूले दौडिए, समूह बनाएर कर्णाली नदीतर्फ लागे। तर भिर उस्तै उकालो थियो, जनअन्धकार छाउँदै थियो। उता पुसेको आवाज कमजोर हुँदै गयो। म अब सक्दिनँ, फोनमै बोल्दै बोल्दै उनको प्राण गयो। गाउँले पुगे तर ढिलो भइसकेको थियो। सब उतार्न खोजे तर जोखिम धेरै थियो। त्यसपछि प्रहरीलाई खबर गरियो। प्रहरी निरीक्षक देव चौधरीका अनुसार तत्कालै जुद्धी प्रहरी चौकीबाट टोली खटियो, तर सब निकाल्न सक्ने अवस्थामा छैन। भिड जति अप्ठ्यारो छ कि गाउँलेहरू मात्र होइन, प्रहरी टोली पनि सहजै पुग्न सकेनन्।